हामीहरू अहिले जुन अवस्थामा हिँडिरहेको छौँ अहिले त्यो अवस्थामा यदि हेरिएन भनेदेखि अझ हामीहरूको सायद उग्र हुन सक्छ। जुन लघुवित्तका जुन दलालहरूले जुन हामीहरूको दिदीबहिनीको जुन न्यायको लागि अन्यायपूर्ण ऋण लगाएको छ, जुन अन्यायपूर्ण ऋण हामीहरू जुन प्रतिवेदन तयार गरिएको छ राष्ट्र बैङ्क र अर्थ मन्त्रालय जबसम्म कार्यान्वयन हुँदैन, जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म हाम्रो दिदीबहिनीहरू यतिकै रोडमा चाहिँ हुन्छ। र योभन्दा पनि हामी 2-4 दिन अझै 2-3 दिन चाहिँ राम्रै तरिकाले हिँड्छौँ। भएन भनेदेखि हामी उग्र तरिकाले चाहिँ यो लघुवित्तका दलालहरूलाई, जुन दलालको कर्मचारीहरूले जुन शाखा खोलिएको छ त्यो शाखाहरू हामी अब परास्त गर्नेछौँ र लघुवित्तका दलालहरूलाई हामी चाहिँ योबाट हटाउनेछौँ। तपाईहरुलाई कतिको कठिनाइ छ सर यहाँनिर चाहिँ आन्दोलन गर्ने क्रममा बस्ने हुन्छ हैन? आज यो बिल्डिङमा बस्नु भएको छ, आज हजारौं संख्यामा हुन्छ, कतिको कठिनाइ हामीहरूको खानपिनको लागि कठिनाइ त छ। र अहिले जुन हामीहरू तपाईहरु जुन जय महाकाल जुन आउनु भएको छ हामीलाई एकदम राम्रो भएको छ, सशक्त राम्रो भएको छ। र जुन अहिले दिदीबहिनीले आश एउटा पलाएको छ कि खानामा पनि हामीलाई सुविधा भएको छ र योभन्दा अगाडि हामीलाई अलिकति असुविधा थियो। त्यो कारणले अहिले चाहिँ हामीलाई तपाईहरुलाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छु। सबै जिल्लाबाट गरेर कतिवटा जिल्लाबाट आउनु भएको छ र कतिको संख्यामा हुनुहुन्छ हजुरहरु? हामीहरू अहिलेसम्म 25-2600 छ। 2600 डाटामा चाहिँ 2600 हामी अहिले चाहिँ यहाँ छौँ र बाहिर पनि यहाँ नअटिएर बाहिर पनि केही बसेको छ। र हाम्रो जुन अब भोलि र पर्सिको जुन आन्दोलन छ त्यो हामी सशक्त हुने बेला छ, सशक्त हुन्छ र हामीहरू त्यो अनुसारले चाहिँ जान्छौँ। र यो जुन भ्रष्ट सरकार हो, यो दलाल सरकारहरूलाई चाहिँ हामी चाहिँ जसरी भयो भने यो लघुवित्तका दलालहरूलाई हामी परास्त गरेर नै हामी जान्छौँ, घर फर्किन्छौँ। र जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म हामी केन्द्रित हुन जान्छौँ काठमाडौँ। सर हजुरहरू त अनि विगत 3 वर्षदेखि आन्दोलनमै हुनुहुन्छ, अनि वार्ता गर्दै फर्किराख्नु भएको पनि छ। आज त्यो वार्तामा चाहिँ हजुरहरू सहमति भएर फर्किनु भएको थियो नि, के सहमति भएको थियो र के चित्त बुझेन र तपाईँहरू फेरि आइरहनु भएको छ? किन तपाईँहरूको माग चाहिँ सरकारले पुरा गरेन? र हामीहरू अहिलेसम्म के छ भने राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, तपाईँको र यो लघुवित्त संस्थापक तपाईँको सङ्घर्ष समिति मिलेर तपाईँको एउटा प्रतिवेदन तयार गरिएको छ। प्रतिवेदन तयार भइसके पश्चात मतलब के अरे राष्ट्र बैङ्कले मन्त्री परिषदमा पेश गरेको अवस्था छ र मन्त्री परिषदले त्यो कार्यान्वयन नगर्ने र उल्टै राष्ट्र बैङ्कद्वारा चाहिँ लघुवित्तका कर्मचारीहरूलाई, लघुवित्तका संस्थापकहरूलाई उल्टै बढावन दिने र पीडितहरूलाई चाहिँ गाउँघरमा मर्ने बाध्यता अझै बनाउने र बेइज्जत गाली गलौज तपाईको कति मान्छे त झुन्डिएर मरेको अवस्था छ। र यही सङ्घर्ष समिति हो कि अहिलेसम्म बचाइरहेको छ र बचाएको छ। र जुन हजुरहरूले एउटा प्रतिवेदन पेश गर्नुभएको छ नि, यहाँ जति पनि हुनुहुन्छ नि हजुरहरू चाहिँ पीडित, आज हाराहारी कति रकम जति चाहिँ मिना गर्नुपर्ने भन्ने तपाईँहरूको प्रतिवेदनमा तयार छ? हामीहरूको प्रतिवेदनमा अहिलेसम्म मलाई लाग्छ 2 खर्ब जति होला मलाई लाग्छ, त्यति चाहिँ गर्नुपर्ने हो। 2 खर्ब ऋण सरकारले मिना गर्नुपर्ने अन्यायपूर्ण ऋण जुन हाम्रो त्यो पनि ऋण मिना भन्दा पनि हाम्रो हिसाब किताब मागेको हो। हजुर हामी हिसाब किताब मागिरहेको छौँ। जुन बढी त्यो लघुवित्तका दलालहरूले लुटेर लगिएको छ त्यो हिसाब किताबहरू मागेको र हिसाब किताब यिनीहरू दिन चाहिरहेको छैन। यदि हिसाब बारी हामीलाई गर्यो भनेदेखि ऋण त्यतिकै त्यसैमा मिना हुनेछ। भनेपछि तपाईँहरू कुरा हिसाब गरेपछि हाम्रो आफ्नै पैसा दिनु भन्न खोजेको, हिसाब गरेपछि हाम्रो आफ्नै पैसा छ त्यहाँनेरि हो, त्यो हिसाब गरिदिनु पर्यो। हामीलाई दुःख दिनु भएन, आज तनाव दिनु भएन, मर्न बाध्य बनाउनु भएन भन्ने कुरा। अनि यो 2 खर्ब जति पैसा जुन के सरकारले आज लघुवित्त पीडितहरूसँग चाहिँ आज मिना गर्छ जस्तो लाग्छ हजुरलाई? के लाग्छ तपाईँहरूको? हामीलाई त लाग्छ, किनभनेदेखि हामीहरू मिना भन्दा पनि भन्दैछु त म तपाईँको हिसाब किताब दियोस् न, आफै मिना हुन्छ। किनभने लघुवित्तबाट लुटिएर लगेको छ नि त, यही दिदीबहिनीहरूको पैसा लुटिएर लगेको छ, फिर्ता मागेको पैसा हो पो त। तपाईँहरूले आफ्नो हिसाब किताब माग्दा पनि किन हिसाब किताब दिन आनाकानी गरिरहेको सरकारले र लघुवित्तका संस्थापकहरू जुन छ नि, यही तपाईँको संसदहरूको झोले फोले हो। अनि त्यो कारणले चाहिँ हामीहरूको मतलब के अरे चासे पासे जुन लघुवित्तका जुन सांसदहरू, लघुवित्तका जुन के अरे संस्थापकहरू छ नि, यही सांसदहरूको चासे पासे झोलेहरूको हो। त्यो कारणले चाहिँ हाम्रो माग अलिक छिटो नपुरा हुनु कारण त्यो। तर जुन अहिले जुन हाम्रो माग पुरा हुँदैन त्यो विकराल रोल आउँदैछ। विकराल रोल आएको बेलामा चाहिँ त्यतिखेर बुझ्छ कि लघुवित्तका संस्थापक र यहाँका भ्रष्ट सरकारहरूले त्यतिखेर बुझ्नुपर्छ कि हो रहेछ भनेर लघुवित्तले लुटेको हो कि होइन भनेर। तर विकराल रोल आउँदैछ, जो हामीहरू यो चाहिँ कान खोलेर कान के अरे सरकार सुनोस् भन्न चाहन्छु। अनि हजुरहरू जुन
3 वर्षदेखि आन्दोलन गर्दै आइरहनु भएको छ हैन। आज कतिले चाहिँ के भनिरहेका छन् भने आज के पनि भन्दछन् भने लघुवित्त पीडित जति पनि हुनुहुन्छ उहाँहरूको सङ्घर्ष समितिमा पनि कुनै पार्टी राजनीतिक दलले कुनै नेताले चलाएको भएर पो आज न्याय नपाइरहेको हो कि भन्ने पनि प्रश्नहरू छ सर हैन। त्यहाँ चाहिँ के भन्न चाहनुहुन्छ तपाईहरु? यहाँनेरि के कुनै विशेष राजनीतिक दलका चाहिँ मान्छेले अगुवाई गरिरहनु भएको छ या चाहिँ कुनै नेताहरूले चाहिँ तपाईहरुलाई चाहिँ उचालिरहनु भएको छ? के छ यो विषयमा पनि प्रश्न पारिदिनु पर्यो जनतालाई। एकदम धन्यवाद। यसको लागि नि वास्तवमा हामीहरूको विशुद्ध कुनै पार्टी कुनै यताउतिको कार्यकर्ता होइन। हामी सबै पार्टीमा छौँ तर आफ्नो आफ्नो पार्टीमा छैन भने छौँ। तर यो कुनै पार्टीको एक लिएर चाहिँ यो आन्दोलन उठाएको होइन। हामी विशुद्ध पार्टीको रूप भन्नु अगाडि बढिरहेको छौँ र हामीहरू यही संविधानमा लेखेको कुरा, यही कानुनमा लेखेको, यही व्यवस्थामा लेखेको कुरा अधिकार माग्दैछु। एउटा आमाले चाहिँ बच्चालाई चाहिँ जन्माइदिने, दुध चाहिँ नदिने यो सरकारले गर्नु पर्यो नि, दिनु पर्यो नि। हामीहरू आफ्नो के अरे जुन बढी अन्यायपूर्ण ऋण लगाएको छ हामीहरूको पैसा उल्टै मतलब लघुवित्तका दलालहरूले चाहिँ लिएको छ, त्यो हिसाब किताब चाहिँ दिन नहुने कहाँसम्मको न्याय हो न्याय हो भन्नुहोस् त? न्याय दिनु पर्यो नि त। अन्याय गरेको छ लघुवित्तले। हामीहरू हिसाब किताब माग्दाखेरि चाहिँ उल्टै हामीहरूको दमन गर्ने, रोग के अरे थुनामा राख्ने, दिदीबहिनीलाई दुःख दिने। अहिलेसम्ममा हामीहरूको 1200 लघुवित्तका दिदीबहिनीहरू, पीडित दिदीबहिनीहरू मरिसकेका छ। जबकि यो लघुवित्तका यो सङ्घर्ष समिति जुन आयो तबसम्म यो हाम्रो यो बिचमा दिदीबहिनी मर्ने भएको छैन, मरिएको छैन। आज पनि 6 जना भन्दा बढी पक्राउ गरिएको छ भनेर सुनिएको थियो। के छ आजको आन्दोलनले के कसरी चाहिँ पक्राउ पर्यो? आज शान्तिपूर्ण थियो कि या चाहिँ भनौँ न तपाईहरु उग्रमै भएर जानुभएको थियो? के थियो? उग्रमा चाहिँ हामी जाने बेला छैन, किनभने यही व्यवस्थामा बसेर हामी अगाडि बढ्न चाहन्छौँ। तर यो यदि हामीले यही व्यवस्थामा पनि उग्र रूपमा बनाउन चाहन्छौँ भने हामी हुन सक्छ। त्यो संस्थापकले बुझ्नुपर्छ, लघुवित्तका संस्थापकहरूले त्यतिखेर बुझ्नुपर्छ कि के भयो भनेर कान खोलेर सुन्नुहोस्। र हामीहरूको अहिले जुन पक्राउ परेछ बिना शर्त हामीहरू रिहाईको माग गर्दैछौँ। र अन्तिममा हजुरलाई यो जय महाकाल युवा समूहले चाहिँ हजुरहरूको चाहिँ लघुवित्त पीडितहरूलाई खाना खुवाइरहेको सन्दर्भमा के भन्न चाहनुहुन्छ तपाईँ? यो संस्था हामीहरू यो जुन महाकाल जुन पशुपति क्षेत्रबाट तपाईँहरू आउनुभएको छ युवा सङ्घ, एकदम खुसी लाग्छ। र अहिलेसम्म हाम्रो अस्ति पोहोर पनि हामीहरू तपाईँहरू सहयोग गर्नुभयो, खुवाउनु भयो, एकदम त्यसको लागि धेरै भन्दा धन्यवाद दिन चाहन्छु म। हस् त सर, हजुरहरूको माग सरकारले चाँडोभन्दा चाँडो सुनोस्। आज हामीले पनि हाम्रो फेसबुक पेजहरूमा अपडेट गरिरहँदाखेरि आज सबैले एउटा चाहिँ साथ सहयोग समर्थन जनाएर आज राज्यलाई दबाब दिनुपर्छ भन्ने कुराहरू राख्नु भएको छ। र पूर्ण यो भिडियो हेरेर पनि सबैले सेयर गरेर सरकारलाई चाहिँ लघुवित्त पीडितहरूको माग चाँडोभन्दा चाँडो पुरा गर्नको लागि अपिल पनि गर्न चाहन्छौँ र हामी पनि अपिल गर्दछौँ। हस् त, धन्यवाद। जय महाकाल, धन्यवाद।